आशिका तामाङ, समय 3 मिनेट। त्यसपछि माननीय सदस्य प्रेमलाल चौधरी। सम्मानीय सभामुख महोदय, बाँदर र बँदेल आतंक अहिलेको कृषिमा कृषकहरूको प्रमुख समस्या हो। यिनीहरूको हत्या होइन, दीर्घकालीन व्यवस्थापन गरिनुपर्दछ। यहाँ हत्या एकतर्फी मानवबाट मात्र होइन सभामुख महोदय, बेला बेलामा जङ्गली जनावरबाट पनि आक्रमणमा परि जनताहरूले आफ्नो ज्यान गुमाउनु परिरहेको छ। बाँदरलाई बन्दुक पड्काएर वा पटक्का पड्काएर वा पुत्ला बनाएर तर्साउने भगाउने यो धेरै पुरानो चलन हो। यसबाट कृषकले अस्थायी लाभ मात्र लिन सक्छन्। त्यसैले सभामुख महोदय, अब हामी नयाँ ढङ्ग र प्रविधिलाई जोडेर दीर्घकालीन उपायबाट बाँदरको व्यवस्थापन खोज्नुपर्दछ। नम्बर 1, जङ्गलमै पर्याप्त जङ्गली फलफुलहरू लगाउने, जसबाट उनीहरूले जङ्गलबाट नै पर्याप्त खानेकुराहरू पाउन सक्छन्। नम्बर 2, बाँदरलाई मन नपर्ने खेती जस्तै अदुवा, बेसार, खुर्सानी खेती या गाँजा खेती, रबर खेती गर्ने, जनतालाई यस्तो खेतीमा प्रोत्साहन गर्ने तथा राज्यबाट यस सम्बन्धी जनचेतनामूलक कार्यक्रम ल्याउने। र 3 नम्बरमा अन्तिममा यसको भरपर्दो व्यवस्थापन भनेको सोलर जडित तारबार वा लो भोल्टेज इलेक्ट्रिकल फेन्सिङ नै हो। सभामुख महोदय, हाम्रो देश भौगोलिक विविधता भएको हुँदा मधेस र तराई भेगमा तत्काल सोलर जडित तारबार गर्न कुनै आइतबारले पनि छेल्दैन र हामीले एकदमै छिटो नै सुरुवात गर्न सक्छौँ सभामुख महोदय। र पहाडी भेगमा हामीले फलामे काँडे तारबार लगाउन सक्छौँ। र अन्तिममा सभामुख महोदय, यो संसार सबै प्राणीहरूको साझा घर हो। यो संसारमा आएपछि सबैजना बाँच्नु पाउनुपर्छ र बेला बेलामा सदनबाट हत्या गर्नुपर्छ भन्ने यस्तो खालको शब्द चाहिँ अबदेखि नसुनियोस्। र यो सम्बन्धी एकदमै यो मानवसँग जोडिएको, हाम्रो धर्मसँग जोडिएको यो बाँदर चाहिँ हाम्रो धर्म संस्कृतिसँग जोडिएको हुँदाखेरि हाँसेर पनि नउडाउनु होला भनेर म विनम्र अनुरोध गर्न चाहन्छु। र यसबाट चाहिँ यसको यो समस्या चाहिँ हामीले सही व्यवस्थापन हामीले गर्न सक्यौँ भने सभामुख महोदय, सबै प्राणीहरूले मानिस लगायत सबै प्राणीहरूले चाहिँ यसले चाहिँ न्याय राम्रोसँग पाउनेछ भनेर मैले हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु। जय शम्भो।